राधे राधे। आज हामीले सपनामा सर्पहरू देख्दाखेरि होइन कस्तो यसको प्रभाव पर्छ थोरै त्यसबारेमा जानकारी लिउँ। विशेष गरेर सर्प सपनामा देख्दैमा हामी डराउनु पर्ने खासै आवश्यक छैन। सपना देख्नु शुभ पनि हुनसक्छ, अशुभ पनि हुनसक्छ। जस्तो सेतो सर्प देख्नुभयो भने तपाईँले शुभ हुन्छ भने कालो सर्प अलिक डरलाग्दो अवस्थामा छ भने बरु अलिकति शत्रु पक्षहरूले तपाईँलाई केही नोक्सान गर्ने हो कि भन्ने कुराहरू जनाउँदछ। र विशेष गरेर सपनामा तपाईँले यदि सर्प मारेको देख्नुहुन्छ भने तपाईँले तपाईँलाई नराम्रो गर्ने जति पनि शत्रु पक्षहरू थिए त्यसबाट तपाईँले विजय हासिल गरेको भन्ने अर्थ लाग्छ। र विशेष गरेर सर्प कस्तो छ डरलाग्दो छ भने तपाईँको समय केही नजिकका व्यक्तिहरू त्यस्ता व्यक्तिहरूबाट अलिक झैझगडाहरू हुन सक्ने, केही धनहरू थोरै भए पनि नासिन सक्ने हुनसक्छ होइन। त्यसले गर्दाखेरि सपनाहरूमा हामीले कस्तो सपना देख्छौँ, सर्प देख्दैमा डरलाग्दो डराउनु पर्ने भन्ने होइन। सर्प प्रायः गरेर देखि नै रहेको छ। त्यही भएर हजुरहरूले सपना देखेँ, सर्प देखेँ भन्दैमा आत्तिहाल्नु पर्ने आवश्यकता छैन। र हजुरले विशेष गरेर नाग देवता होइन नाग पञ्चमीको दिन पारेर तपाईँले नाग देवतालाई तपाईँले विशेष गरेर उहाँको बत्तीहरू बालिदिने होइन। तपाईँले नाग को पूजाहरू पनि गर्न सकिन्छ विशेष गरेर पञ्चमीको दिन पारेर नभए तपाईँले यो शिवको आराधना गर्न पनि सकिन्छ है। विशेष गरेर सपनामा यो सर्प देख्दैमा अलिकति त्यही थोरै धेरै नराम्रो त होइन, अलिअलि केही नराम्रो भन्ने हो। त्यसलाई चाहिँ हजुरले जुन अघि मैले भनेअनुसार गर्नुहोला, पक्कै पनि राम्रो हुनेछ भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्, राधे राधे, राधे राधे।